बाटोमा इस हामी चाहिँ लाग्दैछ इस जेस्लिन हेर यहाँनिर अगाडिको ढाडमा ओइ अगाडि ठ्याप्पै लगा न यो पल्टी गएको भयो अगाडि ठ्याप्पै लगा न त्यसै पक्रेर हेर ल घाँटीमा ठ्याप्पै लाउँछ त सजिलो हुन्छ जेस्लिन चाहिँ उसलाई निन्द्रा लागेर उयो भएर गाडीमा रुक्कै यस्तो भयो त मेरो त घाँटी त्यस्तो त हुन्छ त ट्रेकिङमा जाँदैछ हालत पतला भइरहेछ खडेली परेको बाटोमा जाँदै यसो हामीहरू चाहिँ जेसिनलाई चाहिँ निन्द्रा लागेछ र याङ 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 गर्दैछ यहाँको नजाराहरू देखाउँदैछु बाटो चाहिँ यस्तै छ ओह्रालो रातो घाममा माइत जाँदैछ यिनीहरू यहाँ हात चाहिँ चुर्ने रहेछ मेरो हालत देख्यो भने चाहिँ हामी चाहिँ यहाँनिर बाँसभटेको ब्रिजमा आइपुग्यो अहिले चाहिँ फिलहाल यो ब्रिज चाहिँ अहिले यस्तो बनाएको रहेछ म चाहिँ नआएको धेरै वर्ष भएको थियो नि त यो बाटो हामी स्कुल पढ्दा चाहिँ यही बाटो हिँड्थ्यो पहिला यही खोला लोधोमामा आउँछ आया बहिनी मेरो छोरी चाहिँ गाडीले माथि सर यहाँ त एकपट्टि छैन रहेछ डर पो लाग्दो रहेछ यस्तोहरू चाहिँ किन भत्काएको मान्छेहरूले साइड बनाएकै थियो होला बाटो चाहिँ यस्तो छ हेलो गाइस आज चाहिँ म यहाँ मम्मी र सेमाको माइती घर आएको छु मेरो यहाँनिर जेसिनको लुगा के सामान बोकेर चाहिँ हालत यस्तो छ हालत पतला छ थाक्यो है यिनीहरू चाहिँ यति साह्रो स्पिड हिँड्छ कि पर्खि भन्दा पनि पर्खिँदैन यहाँको जङ्गलहरू होइन बोजू नातिनी बोजूको घरमा गएर बसिरहेछ